हेलो एभ्रिवान, आज चाहिँ मेरो दिदीको बर्थडे भएर म आज ड्युटीबाट छिटो घर फर्किँदैछु। सबैजना मलाई मनसुनमा पर्खिनुहुन्छ अरे, अनि म चाहिँ रेडी भएर त्यहाँ जानु अरे क्या। त्यही भएर अनि अब चाहिँ म चाहिँ मुख धोएर हतार तौलीले मुख पुस्दैछु। अनि मलाई चाहिँ एउटा ड्रेस कहिले लाउनु भइरहेको थियो, अनि त्यो चाहिँ ड्रेस हो। आज त्यही लाएर जानु पर्यो, कस्तो देखिन्छ। अब यस्तो घुमेर हेर्नुपर्छ होइन। अनि यसो हल्का मेकअप त गर्नै पर्यो। मेकअप गर्न नआए पनि मोइस्चराइजर लाउने सुरुमा, त्यसपछि सनस्क्रिन लाउने हो। सनस्क्रिन हुनु त राति के लाउनु रे, पनि यसो लगाइदिएको नि केही हुन्छ कि भनेर नि, यसो हल्का फुल्का आउँदैन मेकअप सेकअप केही गर्न। यही सनस्क्रिन, मोइस्चराइजर अनि मस्कारा, लिप बाम लाउँथेँ अरू बेला। आज चाहिँ मलाई मनपर्ने मेरो फेभरेट लिपस्टिक पनि लगाइदिनु पर्यो होइन। मेरो यस्तो यो मस्कारा लगाइदेखेर नतर्सिनु होला होइन। अनि यस्तै हो, एउटा टिका चाहिँ लाउनै पर्छ है। यतिको गरिसकेपछि टिका भनेको चाहिँ मेन हो क्या, मेन केटीको लागि टिकाले कति राम्रो देखिन्छ। टिकुली कालो टिकुली, यो चाहिँ मेरो फेभरेट लिपस्टिक हो होइन। अनि म चाहिँ अब रेडी हुन आँटेँ। अब मेरो फाइनल लुकको लागि रेडी हुनु है तपाईँहरू। अब के गर्नु, यस्तै छ। एन्ड्रोइड पढ्यो, आइफोन भएको भए त अलि राम्रो क्लियर देखिन्थ्यो होला। अब केही छैन, कम्प्रोमाइज गर्नै पर्यो। यस्तो देखिएको छ है। फाइनल लुक चाहिँ यही हो मेरो। अनि अब चाहिँ म चाहिँ मनसुनतिर लागेँ बर्थडेको लागि होइन। पार्टी छ, यस्तो हिल लगाएर हिँडेको नि। हेर्नु है, म चाहिँ मनसुन आइपुगेँ बल्ल होइन। मनसुन पुगेँ म। अब बर्थडे गर्ललाई हेर्ने हो। वाउ, बर्थडे गर्ल कति राम्ररी भएर आउनुभएको रहेछ। म चाहिँ एकदमै सरप्राइज भएँ क्या बर्थडे गर्ललाई देखेर। बर्थडे गर्लले एउटा सरप्राइज पाइसक्नु रहेछ। म अलि लेट भएँ, अनि सबैजना चाहिँ बसिराख्नु भएको रहेछ क्या यहाँ बर्थडेको लागि। अनि छोरा हेर्नु न कति प्यारो छ, जुत्ती हेर्दा नि नहुने त्यो एउटा छ नि, मैले कुचुवाला हो त्यस्तै खालको क्या, टुक्क परेको। अनि छोरा म चाहिँ यसो, अनि दिदीलाई हेर्नु है, बर्थडे गर्ललाई कति राम्ररी हुनुभएको छ। आज त कति राम्रो देखेको। अनि ह्याप्पी बर्थडे टु यु भन्दैथ्यौँ क्या हामी चाहिँ। अनि अब दिदी र म चाहिँ नक्कल पारेको है। अनि कत्रो पानी पऱ्यो क्या त्यहाँ चाहिँ हामी त्यहीँ घर गएको बेला। अनि म चाहिँ अब हिँडेको पनि भिडियो छ है, कस्तो छ हेरिदिनु होला, लो क्वालिटी भए पनि होइन। अब के गर्नु, आजलाई यति नै। गुड नाइट, बाई बाई गाइज।